हेलो नमस्कार सम्पूर्ण फेसबुक मित्रहरू। सर्वप्रथम सम्पूर्ण मा नव वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना। साथसाथै आजको यो भिडियोमा केही जानकारीमूलक कुराहरू गर्न गइरहेछु। जानकारीमूलक कुरामा आफूले जानेका, भोगेका, बुझेका, सिकेका र आफ्नो व्यवहारमा उतारेर काम गर्दै गरेका कुराहरूको बारेमा जानकारी रहनेछ। यो खेतमा आज यसरी मदरसुट तोड्ने काम भइरहेछ। करिब 1.5 बिघा क्षेत्रफलमा रहेको यो प्लटमा आज मदरसुट निकाल्दैछु। यो खेतको प्लान्टेसन डेट लगाएको दिनको कुरा गर्नु पर्दाखेरि 82 साल कार्तिक महिनाको 16, 17 र 18 गते मैले यो खेतमा बेर्ना रोपेको थिएँ। यो भिसिया 517 जातको बेर्ना रहेको छ र बेर्ना लगाउँदाखेरि अहिले डिस्टेन्स 5/1.5 फिटमा लगाएको छु। लगाउने क्रममा यसमा मल खादको कुरा गर्नुपर्दा 30 किलो डिएपी र कीटनाशकको लागि सामान्य औषधि मानौँ सायद मैले फिफ्रोनिल युज गरेको थिएँ। फिफ्रोनिल पनि 2.5-3 किलो जति लगभग अनुमानित, मलाई एक्ज्याक्ट थाहा भएन, 2 देखि 3 किलोको बिचमा लागेको थियो। जहाँ जहाँ यो बिरुवा लगाइएको छ, जहाँ रोप्ने ठाउँ हो, त्यहाँ खन्दै ट्याक्क हल्का हल्का फिफ्रोनिल र डिएपी मिक्स गरेर हल्का राखेको थिएँ। बेर्ना लगाउँदै पानी सँगसँगै चलाइयो। 10 दिनमा पहिलो ड्रेन्चिङ ह्युमिक, त्यसपछि 22-25 दिनको समयमा एनपिके 19-19 ह्युमिक, पुनः ड्रेन्चिङ। त्यसपछि तोरी निकालिसकेपछि एकपटक एनपिके ह्युमिकको स्प्रे र अब यसमा चौथो पटक स्प्रेको काम हुनेछ। चौथो पटकको स्प्रेमा अब मैले यसमा जुन यो मदरसुट काटिएको छ हेर्न सक्नुहुन्छ। यसमा टिलर्सको सङ्ख्या राम्रो आइरहेछ। यो मदरसुट काटेको ठाउँबाट फङ्गस यसमा नलागोस् भन्नको लागि यसमा हामीले अब एउटा फङ्गिसाइडको स्प्रे हामी गर्नेछौँ। फङ्गिसाइडको स्प्रे पहिला यसमा सिँचाइ गरेर हामी स्प्रे दिन्छौँ। त्यसपछि यसमा मल खाद राख्ने काम हामी गरिनेछ। अब यति राम्रो देखिएको उखु किन काटेको होला भन्ने जिज्ञासा पनि आउला मनमा। राम्रै छ उखु, यस्तो राम्रो देखिएको उखु काटेर यस्तो सबै छुट्टै बनाए जस्तो, कति नराम्रो जस्तो पनि देखिरहेछ। अब जिज्ञासा मनमा लाग्ने कुरो हो, स्वाभाविक हो। म पनि डराउँथेँ यस्तो यो काटेर पनि के होला र भन्ने जस्तो लाग्थ्यो आफूलाई पनि। तर आफूले गरेर भोगेर कम एरियामा, थोरै मात्र एरिया, कम क्षेत्रफलमा मैले गत वर्ष यो प्र्याक्टिकल लिएको थिएँ आफैले र त्यसमा मेरो राम्रो उत्पादन निस्केको थियो। र अहिले ठुलो एरियामा 1.5 बिघा क्षेत्रफलमा यो काम गरिरहेछु। अब यसलाई काटेपछि हामीहरूलाई
3-4 वटा फाइदा मिल्छ। सबैभन्दा पहिलो फाइदा भनेको जुन यो मेन सुटले तल जमिनबाट पोषण लिइरहेको हुन्छ अरू टिलर्सको तुलनामा यसले बढी लिन्छ र हामीले यो सुटलाई नै काट्दियौँ मेन सुटलाई मदर सुटलाई भनेपछि अब यसले लिने न्युट्रिएन्ट जराबाट अब यो नभएपछि सबै यो तलको शाखाहरूमा बाँडिन्छ। सम्पूर्ण शाखाहरूमा यसको न्युट्रिएन्ट तलबाट आउने बाँडिएपछि यो एकदम राम्रो गतिमा अगाडि बढ्छन्। पहिलो फाइदा यो भयो। दोस्रो फाइदा यसलाई हामीले काटेपछि अझ हाम्रो टिलर्सको सङ्ख्यामा अझ वृद्धि हुन्छ। अहिले पनि हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 यो सहित 10 वटा छ हाम्रो। अब यसलाई काटेपछि केही दिनमा मेरो यसमा 15 वटासम्म टिलर्स पुग्छ। तर मलाई चाहिने टिलर्स भनेको 8 वटा मात्रै छ। एउटा टिलर्सको वृद्धि विकास राम्रो हुने भयो, त्यो फाइदा भयो। अर्को फाइदा भनेको हामीहरूको डिस्टेन्स बढी भएको हुँदा हामीलाई पर्याप्त टिलर सङ्ख्या चाहिन्छ। यसलाई हामीले नकाट्ने हो भने हामीलाई पर्याप्त टिलर्स लिन हामी निकै गाह्रो पर्छ। त्यसले गर्दाखेरि यसलाई काट्नु एकदमै जरुरी देखिन्छ। नकाटेकोमा उखु नहुने नफल्ने भन्ने हुँदैन। काट्यौँ भने हाम्रो काउन्टिङ बेस जुन हामीले टार्गेट अचिभ गर्नलाई लगाएका छौँ त्यो टार्गेटमा पुग्न हामीलाई धेरै सहज हुन्छ। नकाटेको खण्डमा यो एउटा मात्रै लामो भएर जान्छ र शाखाहरू जुन तल आइराखेका छन् टिलर्स त्यसको वृद्धि विकास अलि लेट अलि ढिलो हुँदै जान्छ। यी फाइदाहरू भयो। अब हामी यसमा के काम गर्छौँ भन्दा अब पानी लगाएर फङ्गिसाइडको स्प्रे हाल्ने काम त भइ नै हाल्यो, मैले जानकारी गराइ नै हालेँ। त्यसपछि तुरुन्तै हामी यसमा बिचमा सानो ट्र्याक्टरको सहायताले यसको गोडमेल हुन्छ। अझै एकपटक गोडमेल भइसकेपछि अब यसमा कोराजिनको ड्रिन्चिङ दिने टाइम भइसकेको छ। अझ अगाडि केही समय अघि दिनुपर्ने थियो। मैले अब यो घाँस जनावरलाई खुवाउनको लागि कोराजिन हालेको घाँस खुवाउनुभन्दा तुरुन्त पहिला घाँस काटेर बल्ल मदरसुट काटेर अनि बल्ल यसमा विषादीहरू प्रयोग गरौँला भनेर मैले अलि केही समय ढिला गरेँ। अब लगतै फङ्गिसाइड पछि तुरुन्त कोराजिन हालिसकेपछि तुरुन्त फेरि यसमा एनपीके डिएपी युरिया जिङ्क सल्फर अनि हाम्रो घरमा तोरीबाट निस्केको खली पिनाहरू सबै खाद मिक्स गरेर हामी यसको जरामा दिनेछौँ र हल्का माटो उकेर लगाउनेछौँ। अरू जानकारीहरू पनि बिस्तारै म यस्तै भिडियोहरू मार्फत यो खेतको बारेमा अपडेट दिइराख्नेछु। हवस् त, धन्यवाद।